नि छठमा त पुरा लेउ लागेछ साथीहरू। यस्तो पानी परिरहेछ है। ओके साथीहरू, नमस्ते, वेलकम ब्याक टु आवर च्यानल। आफ्टर लङ टाइम है, धेरै लामो समयपछि आइयो साथीहरू। त्यो पनि आजभोलि चाहिँ म ठ्याक्कै फेसबुक पेजमा चाहिँ बडो एक्टिभ भएँ होइन। युट्युब च्यानललाई चटक्कै छोडियो कि बिचमा चाहिँ। अनि युट्युब च्यानल छोड्दै लगभग 7-8 महिनै भयो होला छोडेको। त्यो कारणले गर्दाखेरि मेरो त अनुहार पनि भुलिसक्नु होला सायद होइन। मेरो युट्युब च्यानल आरबी थापा थियो पहिले। तपाईँले फेरि देख्नुभयो होला फेरि यहाँ हाम्रो परिवार भनेर। हाम्रो परिवार भन्ने नाम चाहिँ चेन्ज गरेको कि मैले खासमा होइन। पेज पनि हाम्रो त्यही छ, फेसबुक पेज पनि। त्यही कारणले गर्दा फेसबुक पेज, युट्युब अनि त्यसपछि टिकटक सबैको नाम चाहिँ एउटै राखौँ भन्ने हेतुले भनौँ न होइन। त्यही कारणले गर्दाखेरि युट्युब च्यानल पनि मैले चेन्ज गरेको छु। अनि खासमा म युट्युब च्यानलमा त्यति एक्टिभ भएन। किन भएन भन्नुहुन्छ भने टाइमको कारण, एकदम टाइम दिन सकेन। अनि त्यही कारणले गर्दाखेरि अलिकति इनएक्टिभ भएको थिएँ। अनि फेरि के अरे युट्युबले फेरि एक्टिभ बनाइदियो। किन बनाइदियो भन्नुहुन्छ भने यो कन्टेन्ट मोनेटाइजेसन चाहिँ डिसेबल हुन्छ है। तेरो छिटो एक्टिभ हुनुपर्छ, भिडियो हाल्नुपर्छ, कन्टिन्यू एक्टिभ हुनुपर्छ। भिडियो हालेको छैनस् तैँले धेरै लामो समयसम्म, त्यो कारणले गर्दा मोनेटाइजेसन डिसेबल हुनसक्छ है भनेर वार्निङ आयो मलाई। किनभने त्यति दुःख गरेर मोनेटाइज गरेको च्यानल हो नि त। त्यो कारणले गर्दाखेरि साथीहरू अब त्यसलाई पनि त्यत्तिकै त डिसेबल हुन त दिनु भएन नि त होइन। कस्तो मैले बेलैमा टाइममा चाहिँ मैले के हेरेछु, मेल हेरेछु, मेल आएको थियो। त्यो कारणले गर्दाखेरि साथीहरू आजदेखि चाहिँ हाम्रो परिवार सबैजना मिलेर चाहिँ हामी एक्टिभ हुनेछौँ युट्युब च्यानलमा पनि है। सबैजनाले युट्युब च्यानल सपोर्ट गरिदिनु होला है। एकदम इनएक्टिभ भएर बसेको छ मेरो युट्युब च्यानल चाहिँ। सपोर्ट गरिदिनु होला, ग्रो गरिदिनु होला भन्न चाहन्छु। तपाईँहरूको साथ सपोर्टको एकदम अपेक्षा गरेका छौँ हाम्रो परिवारले होइन। त्यो कारणले गर्दाखेरि साथीहरू आज भिडियो पनि त्यति लामो बनाइनँ होइन। म माथि छतमा आएको, छतमा यसो जाम भनेको त यहाँ नआएको नि धेरै भयो थियो। आउन आइरहेको छु, तर पनि यस्तो पुरा लेउ लागेर बिपत्तै भयो क्या फेरि। ल साथीहरू यस्तो छ है साथीहरू। यहाँ पनि फेरि गोलभेडा त तपाईँले पहिले पनि मैले देखाउँथेँ। यहाँ चाहिँ हामीले सधैँ साग र यो साग अनि गोलभेडा चाहिँ हामीले चाहिँ डेली लगाइन्छ। डेली लगाइन्छ भने सिजनमा चाहिँ यहाँ माथि चाहिँ हातमा लगाइन्छ क्या हामीले। सुस्तरी खाउँछ केही पनि हुन्न। Kita first, second, iron third. यही हो 1 मिनट खाइदो।